नमस्कार, यहाँहरूलाई हरेक दिन 5 प्रश्नमा हार्दिक स्वागत छ। मैले आज 5वटा प्रश्नहरू लिएर आएको छु। प्रश्न नम्बर 1, कुन ग्रहलाई पृथ्वीको बहिनी ग्रह भनेर चिनिन्छ? अप्सन ए बुध, अप्सन बी शुक्र, अप्सन सी मङ्गल, अप्सन डी शनि। प्रश्न नम्बर 2, सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह कुन हो? अप्सन ए फोबे, अप्सन बी ग्यानिमेड, अप्सन सी फोबोस, अप्सन डी चन्द्रमा। प्रश्न नम्बर 3, सूर्य कुन रेखामाथि सिधा पर्दा दिन र रात बराबर हुन्छ? ए कर्कट रेखा, बी मकर रेखा, सी सुमेरु रेखा, डी भूमध्य रेखा। प्रश्न नम्बर 4, मङ्गल ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ? अप्सन ए 365 दिन, अप्सन बी 380 दिन, अप्सन सी 444 दिन, अप्सन डी 687 दिन। प्रश्न नम्बर 5, खग्रास सूर्यग्रहण बढीमा कति समयसम्म लाग्छ? अप्सन ए 8 मिनेट, अप्सन बी 6 मिनेट, अप्सन सी 4 मिनेट, अप्सन डी 2 मिनेट। आशा छ तपाईँहरू सबैले 5वटा प्रश्नको सही उत्तर मिलाउनु भएको छ।